चाहिँ आज एउटा यो बाइकको सेल्फ काम गरिराखेको छैन, यहाँबाट खोलेछु सेल्फको हेरिरहेको छु के छ समस्या। फेरि सबै काम यही मुलाले गर्छ नभन्नु होला, अब हल्का फुल्का हेरिदिउँ भनेको। यो बाइकको मालिकले चाहिँ धेरै ठाउँमा यो बाइक देखाउनु भएको रहेछ सेल्फको समस्या छ भनेर, तर यता नेपालमा पत्ता नलागेपछि त्यसपछि पोलिया अस्ति गएको थियौँ हामी, म आफै पनि गएको थिएँ र पोलियामा 4 घन्टासम्म लागेर उसले चाहिँ खासै फिक्स पत्ता नलगाएपछि साँझ हुन लागेपछि हामी राति फिर्ता भयौँ। त्यसपछि टाइम मिलाएर बिहानै आउनु होला अर्को हप्तातिर भनेको थियो पोलियावाला टेक्निसियनले, तर मैले आफै पनि सायद एकचोटि हेर्नुपर्छ, मलाई वायरिङ अलि त्यस्तो भास्ट लागेन, त्यही भएर मैले एकचोटि हेर्छु भनेर सोचिरहेको थिएँ र आज हेरिरहेको छु। साथीहरू फाइनली यो बाइकमा चाहिँ मैले के पाएँ भने यहाँ सबै ठिक छ, सबै ओके छ। यहाँ अलिकति समस्या थियो त्यो रिपेयर भयो र सबै चेक गर्दाखेरि उसको सेल्फ स्टार्ट हुने मोटरहरू यहाँनिर हाम्रो सेल्फ स्टार्ट हुने मोटरहरू छ, यो सब ठिक छ, यो सब ठिक छ, अनि यो पनि ठिक छ, फ्युज ठिक छ। फाइनल्ली लास्टमा चाहिँ के पत्ता लाग्यो भने टिसिआई युनिट खराब छ। टिसिआई युनिट कस्तो खराब छ भने हामीले यो गर्छौँ इग्निसन स्विच अन गर्छौँ, किल स्विच अन गर्छौँ, त्यसपछि यहाँबाट डाइरेक्ट फेज भोल्टेज एउटा प्लस भोल्टेज डीसी को प्लस भोल्टेज यहाँ आउँछ, यो ग्राउन्डिङ यानि कि न्युट्रल आउनुपर्ने हो। न्युट्रल चाहिँ कहाँ आउने रहेछ भनेपछि हामीले यहाँबाट यो सेल्फ स्विच प्रेस गर्दाखेरि 12 भोल्ट यहाँबाट सिग्नल पठाउँछ र यो युनिटमा जान्छ, यहाँबाट उता गइरहेको छैन के, जस्तै कि उता गइरहेको छैन। अब यसरी चेक गराउँदा हेर्नु न, मजाले स्टार्ट भइहाल्छ। मैले यो तान्दाखेरि तपाईँलाई देखाइदिन्छु, सबै ठिक छ। यो वायर हो, मैले यो ग्राउन्ड दिन्छु होइन, हाम्रो त खराब यो देखियो। यो चेन्ज गर्नतिर लाग्यो भने 8-10 हजार जान्छ। 8-10 हजार किन खर्च गर्ने, जसलाई वायरिङ समझमा आउँछ, वायरिङ गर्ने मान्छे हो, दिमाग लगाउँछ भनेपछि यो गर्न सकिन्छ। चुट्कीको खेल हो, यताउति तारहरू मिलाउने होइन, यो बिना स्टार्ट गरेर देखाउँछु, बनाउँछु म। यहाँ चाहिँ यहाँहरू वायरिङहरू अलिकति फेरबदल गर्छु, यहाँबाट अलिकति फेरबदल गर्छु, यही स्विचले त्यत्तिकै स्टार्ट गर्ने बनाइदिन्छु। खालि 8-10 हजारको फट्का किन लगाउने, चुना किन लगाउने, जब यसले गर्ने कामहरू हेडलाइटहरू बाल्ने कामहरू होइन, साइड लाइटहरू बाल्ने कामहरू, अरू यहाँ हाम्रो यहाँसम्म जाने यो युनिटमा पठाउने कामहरू सबै गरिरहेछ, खालि सेल्फ मात्र गरिरहेको छैन। सेल्फ चाहिँ मैले बाइपास गरेर भए पनि जे गरेर भए पनि बनाइदिन्छु, बस त्यति हो। यति गरिसकेपछि यहाँ हाम्रो काम भइसकेको छ, डिस्प्लेमा आइसक्यो। टिसिआई युनिटबाट अलिकति वायरिङ मोडिफाई गरिदिएको छु मैले, जुन यसको लागि आउँछ। यो बनाउने क्रममा चाहिँ मैले 2-3वटा ठाउँबाट रिसर्च गरेको थिएँ र हेल्प लिएको थिएँ। एउटा चाहिँ भयो तपाईँको फर्स्टमा मैले च्याट जीपीटीमा हेरेँ, रिसर्च गरेँ यसको बारेमा, वायरिङको बारेमा, अनि यो कम्पोनेन्टहरूको बारेमा, कसरी काम गर्छ यो कम्पोनेन्टले, अनि यहाँ इग्निसनबाट कसरी वायरिङ अलिअलि त्यहाँबाट लिएँ। त्यसपछि मैले सेकेन्ड चाहिँ युट्युबबाट लिएँ अलिकति हेल्प त्यहाँ। र यदि कुनै पनि इलेक्ट्रिसियनलाई चाहिँ वायरिङ मजाले आउँछ, डायग्राम चाहिँ थाहा छ भने हामीले कस्तो पनि समस्या सल्भ आउट गर्न सक्छौँ। बरु टाइम लाग्ला ठिकै छ, तर समस्याको समाधान हुन्छ, नथिङ इज इम्पोसिबल है त गाइज। भिडियो हेरिदिनुहुन्छ, माया देखाउनुहुन्छ, म यसमा प्रोफेसनल चाहिँ होइन, म बाइक बनाउनेमा प्रोफेसनल चाहिँ होइन, खालि मैले ट्राई गरेको, यो मेरो आफ्नै आफन्तको नजिक मान्छेको हो, त्यही भएर मैले ट्राई गरेको, बनाइहाल्छु जस्तो मलाई विश्वास थियो म गरिहाल्छु भनेर, अनि बनाइसकेको छु। हस् त, धन्यवाद, लभ यु अल।